धन्यवाद गर्छु जगतका महान मालिक सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। त्यसैगरी परमात्मा पिताजीको यसै पवित्र महिमामा उपस्थित रहनुभएका सम्पूर्ण शाखा प्रमुखहरू, शाखा उपप्रमुखहरू, केन्द्रीय लिडरहरू, शाखा लिडरहरू, परमात्माका आत्मिक सन्तानहरू, म्युजिसियन सर हजुरहरू, क्यामेरा पर्सन सर हजुरहरू लगायत सबैमा म एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्न चाहन्छु र धन्यवाद गर्छु महान सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। परमेश्वर पिता जो हामीसँग हुनुहुन्छ, हाम्रो लागि हर हमेशा काम गर्न तयार हुनुहुन्छ, त्यसैले परमेश्वरलाई हरेक समय हामी के गर्छौँ त धन्यवाद गर्छौँ हैन। परमेश्वर पितालाई धन्यवाद गर्नु भनेको काम भइसक्यो भन्नु जस्तै हो हैन। जो पनि इच्छा छ, जो पनि चाहत छ, जो पनि हाम्रो जीवनमा जरुरत छ, खाँचो छ, घटी कमी छ, त्यो सबै कुरालाई परमात्माले परिपूर्णतामा बदलिसक्नुभयो। धन्यवाद भन्नुको अर्थ यो चिज हो, काम भइसक्यो भन्नुलाई धन्यवाद भनिन्छ। परमात्मा पिता हजुरले काम गरिसक्नुभयो, धन्यवाद भनेपछि भइसक्यो, भइसकेको कुरा, पाइसकेको कुरा, यो आत्माका कुरा, यो सत्यताको कुरा, यो महिमाको कुरा, यो उद्धारको कुरा, यो हाम्रो लागि फाइदाको कुरा सर्वशक्तिमान पिता परमेश्वरले येशूको नाउँमा दिइसक्नु भएको छ। र यसको लागि पनि धन्यवाद गर्छु महान अनुकारी सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। यो सुन्दर समयको लागि, यो सुन्दर उपस्थितिको लागि स्वयं परमात्माले हैन ईश्वरको सन्तानलाई घाम, पानी, बादल, हावाहुरी यस्तो केही कुराले छेक्दैन, किनभने भित्र उसाइ छ, बाहिरको कुराले असर गर्नै सक्दैन। गर्मीले, जाडोले हैन, बाधाले, रुकावटले यस्तो चिजले हामीलाई केही असरै गर्दैन, किनभने हाम्रो भित्र सर्वशक्तिमान परमात्माले मजबुत पार्नु भएको छ, भित्र बलियो पार्नु भएको छ भने बाहिरका कुरा बाहिरै परमेश्वरले पन्छाइभयो, हटाइसक्नुभयो। भित्रबाट ऊर्जावान, भित्रबाट मजबुत, भित्रबाट सामर्थ्य, भित्रबाट दरिलो, भित्रबाट आँटिलो, जोसिलो, साहसिलो कसले बनाउनु भएको छ त? परमेश्वर पिताको प्रत्येक मुखबाट निस्केको वचनले तागत, पोषण येशू मसीहको नाउँमा पाइसकेका छौँ। यसको लागि पनि धन्यवाद गर्छु महान अनुकारी सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। यस्ता यस्ता गवाई, आज कति गवाईहरू लेखिएको थियो तर पनि समयको अभाव भयो हैन। परमेश्वर जान्नुहुन्छ आजको लागि यही जरुरत थियो, यही नै भयो। बाँकी फेरि हजुरहरूको जो जसको मनमा अगुवाई आउँछ फेरि बाँकी दिनमा परमेश्वरले त्यो पनि गवाई भन्ने योग्य परमात्माले बनाइसक्नु भएको छ। र धन्यवाद गर्छु सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। मलाई त लागेको थियो बिहानभरि पानी परेको छ, जनहरू कम आउनुहुन्छ होला जस्तो लागेको थियो, तर पनि परमात्मा ईश्वरको सन्तानलाई घामले, पानीले, हावाले, हुरीले, जाडोले, गर्मीले केही असर गर्दैन भन्ने प्रमाण पनि आजको उपस्थितिबाट पाएका छौँ। परमात्मा पिताको यो पवित्र महिमा, यो पवित्र वचन स्वयं परमात्मा हामी सबैको लागि बोलिरहनु भएको छ। यस्ता यस्ता गवाईहरू परमेश्वर पिताले तयार पार्नु भएको, परमेश्वरमा यस्तो सामर्थ्य छ। त्यसैले परमेश्वरले भन्नुभएको छ विश्वास गर्नेहरूसँग यस्ता यस्ता चिन्ह अनि चमत्कार हुनेछ, यस्ता प्रमाणहरू हुनेछ, यस्ता कामहरू हुनेछ, यस्तो महिमा हुनेछ, यस्तो आशीर्वाद हुनेछ। विश्वास गर्नेहरूसँग त्यस्तो चिन्ह हुन्छ, त्यस्तो चङ्गाइको चिन्ह हुनेछ, त्यस्तो आनन्दको चिन्ह हुनेछ, त्यस्ता उद्धारको चिन्ह हुनेछ, त्यस्तो गरिबीबाट धनी हुने चिन्ह हुनेछ, कष्ट टाड्न, समस्याबाट समाधान गर्ने चिन्ह र चमत्कारको काम विश्वास गर्नेहरूको जीवनमा हुनेछ। तिनीहरूले भूतहरूलाई धपाउनेछन्। हिजोको दिनमा त्यही भूतले सताएर, तर्साएर, द्रवीभूत पारेर कति समस्या निकालेको थियो, तर आज
त्यो समस्या ल्याउने त्यो भूतलाई यीशु मसीहको नाममा हट भनेपछि हामीलाई देख्नुभन्दा पहिल्यै त्यो 1000 कोस दूर परमात्मा पिताले भगाइसक्नु भएको छ। यस्ता चमत्कार, यस्ता चिन्हहरू, यस्ता महिमाहरू विश्वास गर्नेहरूसँग हुन्छ, शङ्का गर्नेहरूसँग, मन कमजोर गर्नेहरूसँग हुन्छ कि हुँदैन भन्नेहरूसँग समस्या हुन्छ, डाहा हुन्छ, क्रोध हुन्छ, ईर्ष्या हुन्छ, ज्यालेसी हुन्छ, घमण्ड हुन्छ। तर विश्वास गर्नेहरूसँग यस्तो चिन्ह हुन्छ, शीतलताको चिन्ह, शान्तिको चिन्ह, आनन्दको चिन्ह, गवाई नै गवाईको चिन्ह, सुखको चिन्ह। केही समस्या आए पनि यो त केही होइन, परमात्मा हजुर महान हुनुहुन्छ भन्ने यस्तो मनको चिन्ह, विश्वासको चिन्ह आज कसले दिनुभएको छ त? परमपिता परमेश्वरले दिनुभएको छ, काम गर्नुभएको छ परमेश्वर पिताले। त्यसकारण भन्नुभएको छ विश्वास गर्नेहरूसँग यस्तो चिन्हहरू हुनेछ, तिनीहरूले भूतहरूलाई धपाउनेछन्, रोगीहरूमाथि आफ्नो हात राख्नेछन् र ती रोगीहरू, ती भूत लागेका, भूतले सताएका हरेक कष्टहरूबाट छुटकारा पाउनेछन् र पाउने योग्य बनाउनेछन्। यस्तो सामर्थ, यस्तो योग्यता, यस्तो सत्यता, यस्तो सामर्थ, यस्तो उद्धारको महिमा स्वयंको द्वारा भइसकेको छ त। शक्तिको महान मालिक पिता परम ईश्वरबाट प्रकट भइसकेको छ। त धन्यवाद गर्छु महान अनुकारी पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। त्यसकारण आज परमात्मा पिताले हजुर हामीलाई यस्तो महान योग्यता, महान शक्ति, महान सत्यता, महान महिमामा, आफ्नो राज्यमा नाम काढिकन, नाम चुनिकन हाम्रा गुरुले भन्नुभएको छ तिमीहरूले मलाई चुनेनौ तर मैले तिमीहरूलाई चुने, हैन? परमेश्वर पिताले नि भन्नुभएको छ तिमीहरूले मलाई चिनेनौ, मलाई जानेनौ तर मैले जाने, मैले चुने। त्यसकारण तिम्रा सबै कठिनाइलाई तिमीले माग्न भन्दा पहिले मैले बुझेर हटाइसकेको छु, भगाइसकेको छु। तिमी मन उठाऊ, तिमी विश्वासमा बलियो भऊ, तिमी दरिलो मन गर, तिमी आँटिलो मन गर, तिमी जोसिलो मन गर, तिमी उत्साहित मन गर। तब तिम्रो लागि के खाँचो छ, के घटी कमी छ, सबै कुरामा महिमा दिनेवाला म तिम्रो पिता, तिम्रो अङ्गमा छु, म तिम्रो सङ्गमा छु भन्नुहुने परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा, हैन? त एकजना गुरु हुनुहुन्थ्यो, उहाँको 2 जना चेला हुनुहुन्थ्यो। गुरुले चेलालाई काम हराउनु भयो। 2टा लालटिन थियो अनि 2टा लालटिन दुईटै चेलालाई पक्राइदिनु भयो, थमाइदिनु भयो। अनि पक्राएपछि उहाँले भन्नुभयो यो लालटिन लिएर यो जङ्गल पुरै परिभ्रमण गर, जसले छिटो यो जङ्गललाई परिभ्रमण गर्छ उसले ठुलो इनाम पाउँछ, हैन? गुरुले चेलाहरूलाई भन्नुभयो। तब पहिलो चेलाले के भन्नुभयो त, यो लालटिनले त 5 मिनेट भन्दा 5 कदम भन्दा अगाडिलाई देख्दैन, यत्रो जङ्गल कसरी डुल्न सकिन्छ, कसरी हिँड्न सकिन्छ, अँध्यारोमा कसरी, रातको समय थियो, यस्तो अँध्यारोमा कसरी जान सकिन्छ, कसरी परिभ्रमण गर्न सकिन्छ, म त सक्दिनँ भनेर त्यो लालटिन लिनै मान्नु भएन। अनि दोस्रो चेलाले के गर्नुभयो त, गुरुले भन्नुभएको थियो परिभ्रमण गरेर आऊ। तब दोस्रो चेलाले के गर्नुभयो, त्यो लालटिनलाई लिनुभयो, तब परिभ्रमण गर्न सुरु गर्नुभयो। 5 कदम उज्यालो भयो, फेरि हिँड्दै जानुभयो, फेरि 5 कदम उज्यालो भयो, फेरि हिँड्दै जानुभयो, 5 कदम उज्यालो हुँदै गयो। गर्दै 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 उहाँले सारा जङ्गल घुमेर इनाम पाउने योग्य बन्न सफल हुनुभयो, हैन? त्यस्तै त पहिलो चेलाले के गर्नुभयो, पहिल्यै आफ्नो सोचलाई प्रयोग गर्नुभयो, पहिले हरेस खानुभयो, पहिले आफ्नो बुद्धि प्रयोग गर्नुभयो। लालटिन बोकेर हिँड्नुहुन्थ्यो भने जति अगाडि हिँड्यो त्यति उज्यालो हुँदै जान्थ्यो नि, हैन? तर दोस्रो चेलाले के गर्नुभयो, हिम्मत गर्नुभयो, साहस गर्नुभयो, गुरुलेको वचन सही कुरा सिकाउनु भएको छ, म प्र्याक्टिकल गर्छु भनेर। पछिल्लो चेलाले के गर्नुभयो, लालटिन बोक्नुभयो, बाटो लाग्नुभयो, जति हिँड्नुभयो त्यति उज्यालो हुँदै हुँदै गयो। सारा जङ्गल परिभ्रमण गरेर इनाम पाउने योग्य कसले गराउनु भयो, उहाँको हिम्मतद्वारा, उहाँको आँटद्वारा के भयो त, उहाँ सफल हुनुभयो। त्यस्तै परमपिता परम ईश्वरले पनि आज हजुर हामीलाई लालटिन भन्दा पनि तेजस्वी वचनहरू, तेज वचनहरू, धारिला वचनहरू, धारिला महिमित आशीर्वादहरू दिनुभएको, धारिला वचनहरू, धारिला महिमित आशीर्वादहरू दिनुभएको छ। जब यो वचनलाई बोकेर म हिँड्छु, म बढ्छु, प्र्याक्टिकल गर्छु, यो मन गर्नुहुन्छ, सारा अन्धकार जीवनका सारा, जसरी दोस्रो चेलाले के गर्नुभयो त, जङ्गलका सबै अन्धकारलाई हटाएर सबै परिभ्रमण गरेर सफल हुनुभयो। त्यस्तै जीवनका सबै अन्धकारहरू, सबै डरहरू, सबै चिन्ताहरू, सबै कष्टहरू, सबै हालतहरूलाई पार गर्न सक्ने त्यो ज्योति, त्यो सामर्थ कसले भर्नुभएको छ त, हामी सबलाई महान अनि शक्तिशाली पिता
परम ईश्वरले भन्नुभएको छ, परमेश्वरले भन्नुभएको छ। अब यो वचनलाई लिएर वचनले त के होला र, कसरी होला र? जब मान्छे बोलेको जस्तो मान्नुहुन्छ तपाईँ त्यही ठाउँमा फेल हुनुहुन्छ, असफल हुनुहुन्छ। तर यो त परमेश्वरले भन्नुभएको कुरा, मेरो लागि बाटो हो, मेरो लागि शक्ति हो, मेरो लागि जीवन हो, मेरो लागि उद्धारको स्रोत हो। म यो वचनलाई पक्रेर अगाडि बढ्नुपर्छ भनेर जब मन हलक्क बढाएर अगाडि बढ्नुहुन्छ तब परमेश्वर पिताले अन्धकारमा पनि हिँडडुल गर्न सक्ने उज्यालो ज्योति र सामर्थ परमात्मा पिताले दिइसक्नु भएको छ। परमात्मा धन्यवाद गर्छु येशू मसीहको नाउँमा। हिजोको संसारको जीवनमा अन्धकारमा हिँड्न कोही पनि सक्दैनौँ, तर हामी भने अन्धकारमा पनि हिँड्न सक्छौँ, किनभने हामीसँग स्वयं परमेश्वरले ज्योति भर्नुभएको छ, स्वयं परमेश्वरले बत्ती दिनुभएको छ, लाइट दिनुभएको छ। जसरी गाडीमा पनि लाइट हुन्छ, जसरी गाउँघरमा पनि जस्तै जङ्गलको बाटो काहीँ हिँड्दै गर्नुहुन्छ भने अन्धकारमा पनि बत्ती छ भने उहाँले आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्छ नि, होइन? त्यस्तै हिजोको दिनमा त अन्धकारमा थियौँ, हामी रुमल्लिरहेका थियौँ, हामी तडपिरहेका थियौँ, हामी जलिरहेका थियौँ, हामीलाई ठोक्करको कारण बनाइरहेको थियो। तर परमात्मा पितालाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। तर आज परमात्माले भने अन्धकारमा पनि हिँड्न सक्ने ज्योति लाइटको वचन परमेश्वरले हाम्रो हात हातमा, हाम्रो मनमा, सोचमा, मनमा, विचारमा परमात्माले प्र्याक्टिकल गर्ने योग्य बनाइसक्नु भएको छ। यसको लागि पनि धन्यवाद गर्छु। महान अनुकारी सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। यो महान महिमाको लागि परमेश्वरलाई धन्यवाद गर्ने कुन शब्दले धन्यवाद गरौँ परमात्मा? यति ठुलो महिमा, यति ठुलो आशिष, यति ठुलो मन, यति ठुलो सोच तपाईँले दिनुभएको छ। परमेश्वरको सोचलाई, परमेश्वरको वचनलाई, परमेश्वरको आत्मिक सिद्धान्तलाई जब प्र्याक्टिकल गर्छौँ, तब जब आत्मामा वृद्धि हुन्छौँ, तब शरीरको क्षेत्रमा पनि परमेश्वरले वृद्धि अनि विकास येशूको नाउँमा गराइसक्नु भएको छ। हाम्रा दुःखहरू, हाम्रा कष्टहरू, हाम्रा निन्दाहरू, हाम्रा बोझहरूलाई परमेश्वरले लिनुभएको छ। अनि हामीलाई आज हामी जन्मिनुभन्दा पनि पहिल्यै 2000 वर्ष अगाडि नै हाम्रा गुरु येशू मसीहलाई परमेश्वर पिताले हाम्रो पापको मोक्षको लागि बलि चढाउनु भएको छ। एक सन्तानलाई परमेश्वरले के गर्नुभयो? हाम्रो लागि दिनुभयो भने सन्तान दिने परमेश्वरले अरू चिज नदिने कुरै हुँदैन। अरू सबै महान महिमा, सबै अधिकार, सबै योग्यता, सबै शक्ति, सबै सामर्थ, सबै ताकत परमपिता परमेश्वरले येशू मसीहको नाउँमा दिइसक्नु भएको छ। धन्यवाद पिता, पाइसके। परमेश्वर पितालाई धन्यवाद गर्नु नै पाइसक्नु। परमेश्वरमा त विश्वास भनेको यस्तो कुरा हो, आँखाको अगाडि छैन तर पनि पाइसके भने मन गर्नुलाई के भनिन्छ? विश्वास भनिन्छ। अगाडि हुन्छ अनि भन्छु भनेर लाग्नुभयो भने कहिल्यै पनि हुँदैन। तर अगाडि छैन तर पनि पाइसके धन्यवाद गर्नु भनेको विश्वास गर्नु हो। विश्वास गरेपछि काम प्रकट नहुने कुरै हुँदैन। परमेश्वरले यो सामर्थ, यो सत्यता, यो अधिकार, यो महानता आज येशू मसीहको नाउँमा परमात्माले दिइसक्नु भएको छ। त्यसैले धन्यवाद गर्छु महान अनुकारी पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा, होइन? आज विशेष गरेर मङ्गलबारको दिन, मङ्गलबारको बसाइमा छौँ। विशेष गरेर अन्य भाषा कसरी गर्ने, चङ्गाई कसरी गर्ने, वचन कसरी बोल्ने, अनि जीवनमा आएका हरेक हालतहरूलाई कसरी चिरेर मन उठाएर परमेश्वरमा मन कसरी लगाउने, यी सबै खालका तरिकाहरू पनि स्वयं परमात्माले सिकाइरहनु भएको छ। जुन दिनबाट रोमी 10:9 अङ्गीकार गर्यो, होइन? रोमी 10:9 अङ्गीकार भनेको के हो भनेर नि एकजनाले मलाई क्वेसन गर्नुभएको थियो। सायद कतिलाई यो कुरा जानकारी नहुन पनि सक्छ, होइन? रोमी 10:9 भनेको जस्तै पवित्र शास्त्रमा रोमी 10:9 परमेश्वर मेरो पिता हुनुहुन्छ, येशू मसीह मेरो प्रभु अर्थात् गुरु हुनुहुन्छ। परमेश्वर पिताले येशू प्रभुलाई मरेकोहरूबाट 3 दिनमा जीवित पार्नुभयो भने येशू मसीहलाई जीवित पार्नुहुने परमेश्वरले मलाई पनि येशू मसीह जीवित हुँदा मलाई पनि जीवित पारिसक्नुभयो भनेर मुखबाट बोल्नुलाई के भनिन्छ? रोमी 10:9 अङ्गीकार गर्नु भनिन्छ, होइन? जब रोमी 10:9 अङ्गीकार गर्यो, मुखबाट बोल्नु, अङ्गीकारको अर्थ के त? बोल्नु। मरेकोवाला नै जीवित पारिएकोवाला जब बोल्छौँ तब मरेकोमा पनि जीवित परमेश्वर पिताले बनाइसक्नुभयो। जस्तै अघि हाम्रो सुमित्रा म्यामले गवाई बताउनु भयो नि, होइन? कि बनेपा शाखाबाट महिमाबाट फर्केर जाँदै गर्दा एकजना म्यामलाई 81 मृत्युको आत्माले काम गर्यो। गाडीमा पुरै मरिसकेको अवस्थामा
सबैजनाले हातगोडा माडेर बसेको, म पुग्दाखेरि सासै नभएको अवस्था। त जब परमेश्वरको योजना ड्राइभरहरूलाई बाहिर जान लगाएँ, उहाँहरू संसारिक हुनुहुन्थ्यो, तब आत्मिक सन्तानहरू भित्र बसेर अन्य भाषा गर्न लगाएँ। परमेश्वरले मेरो हातबाट चङ्गाई गर्नुभयो। तब मरेको मान्छे पनि म्याम मलाई केही भएको छैन भनेर उठेर गवाई दिने योग्य परमेश्वरले बनाउनु भयो। परमेश्वरमा यो ताकत छ, परमेश्वरमा यो महिमा छ, परमेश्वरमा यो अधिकार छ, परमेश्वरमा यो सामर्थ्य छ। परमेश्वर त जीवित ईश्वर हुनुहुन्छ। हाम्रो पिता पनि जीवित, हाम्रो गुरु पनि जीवित, यो वचन पनि जीवित। त विश्वासको साथमा लियौँ, मरेकालाई पनि जीवित परमेश्वरले बनाइसक्नु भएको छ। मरेको आय स्रोत, मरेका आशा, मरेका मन, मरेका सम्बन्ध, मरेका विचारहरूलाई पनि परमेश्वर पिता धन्यवाद गर्छु, सकारात्मक क्षेत्रमा जीवित पारिसक्नुभयो। जब पितालाई धन्यवाद गर्छौँ तब जीवित पारिसक्नुभयो। परमेश्वर आज जति गवाई सुन्यौँ, फरक फरक व्यक्तिबाट फरक फरक गवाई सुन्यौँ। कसैलाई कुलतबाट परमेश्वरले सत्य लतमा ल्याउनु भएको छ, वचनको लतमा ल्याउनु भएको छ। हिजोको त्यो कठोर हृदय, त्यो कठोर मन, परिवारको माया, श्रीमतीको माया, छोराको माया, के कस्तो भन्ने थाहा नभएको त्यो कठोर हृदय शैतानले हालिदिएको थियो। जब पिताको वचनलाई प्राप्त गर्नुभयो तब त्यो कुलतबाट सत्य वचनको लतमा हिँडेर आज आफू पनि सुधारिएर अरूलाई पनि सुधारिन सक्नुहुन्छ। ईश्वरमा सम्भव छ, परमेश्वरले गर्नुहुन्छ। परमेश्वर महान हुनुहुन्छ। परमेश्वरमा मन लगायो भने सुधार्न नसकेको मन पनि सुधार्न सक्ने बनाइसक्नु भएको छ भन्ने योग्य कसले गराउनु भयो? परमात्माले। कसैलाई बिरामी थिए, जिब्रो लाटो थियो, जिब्रो मरेको थियो, शरीरमा हरेक खालका समस्या थियो, डिप्रेसन। पिताको कृपा दृष्टि म माथि पर्यो। जब पिताको वचन म माथि पर्यो, त्यो वचनलाई मेरो लागि भनेको भनेर प्रत्येक वचनलाई पकडेर जस्तो वचन छ त्यस्तै चाल चल्ने मन बनाए। तब सबै खराबीबाट परमेश्वरले भलाइमा बदल्नु भयो, महिमामा बदल्नु भयो, उद्धारमा बदल्नु भयो, आनन्दमा बदल्नु भयो। हिजोको दिनमा कहाँ जाने होला, अब के गर्ने होला, अब उपाय के गर्ने होला? बाटै नभएकाहरूलाई स्वर्गको कहिल्यै बन्द नहुने बाटो परमेश्वरले खोलिदिनु भयो। परमेश्वर महान हुनुहुन्छ। अब समस्याको ढोका कहिल्यै खोलिँदैन, सदाको लागि बन्द गरिसक्नुभयो। समाधानको ढोका कहिल्यै बन्द हुँदैन, सदा सर्वदा खोलिने योग्य परमेश्वरले बनाइसक्नुभयो। परमेश्वर महिमाको स्रोत हुनुहुन्छ, आनन्दको स्रोत हुनुहुन्छ। जब यो वचनलाई विश्वासले ग्रहण गर्छौँ, विश्वासले पुकार्छौँ, विश्वासले मनमा राख्छौँ, यसै वचन अनुसार चल्छौँ, फाइदाको लागि परमेश्वरले वचन पनि हाम्रो फाइदाको लागि, अन्य भाषा पनि हाम्रो फाइदाको लागि, प्रार्थना पनि हाम्रो फाइदाको लागि, अनि आदर सम्मान बिउ रोप्ने तरिका पनि हामीलाई धनी बनाउनको लागि पिताजीले आदर सम्मान बिउ रोप, पहिलो फलले आदर गर, तब तिमीहरूले पोखिन्जेलको आशिष पोखिएको बाँडेर अरूलाई दिएर पनि सम्हाल्नै नसक्ने आशीर्वाद मैले दिइसकेको छु। पाइसकेको बोला, मन उठाऊ, विश्वासलाई बलियो गर, आनन्द गर, धैर्य गर, धैर्यतालाई धारण गर, छटपटीलाई नै, कष्टलाई नै, समस्यालाई नै, बाधा क्रोधलाई नै, निन्दालाई नै, संसारबाट मानिसबाट आएका ताडनालाई नै मेरा वचन, मेरा सामर्थ्य र मेरो धैर्यतालाई धारण गर। जब कपडालाई धारण गर्छौँ जाडोबाट हामी जोगिन्छौँ, त्यस्तै जब वचनलाई धारण गर्छौँ हरेक खालका कष्टबाट बचाउने काम परमपिता परमेश्वरको वचनबाट प्र्याक्टिकल गरिहेर्नु पिताजीले महिमा दिइसक्नुभयो हैन। परमेश्वर यस्तो महिमाको दाता हुनुहुन्छ, शक्तिको दाता हुनुहुन्छ, उहाँमा हर कुरा सम्भव छ। त्यसकारण सामर्थ्य परमात्माले आज हजुर हामीलाई यो महिमाको लागि, फाइदाको लागि, मेरो बच्चाको फाइदाको लागि, जसरी मैले पनि मेरो बच्चाको हरेक समय फाइदा सोध्छु, मैले न जन्मिँदा ल्याएको न मैले यो संसारबाट छोडेर जाँदा लिएर जान्छु, र त मैले मेरो बच्चाको लागि म आफू पछि हटेर मेरो बच्चाको लागि अगाडि होस् भन्ने चाहन्छु भने हाम्रो परमेश्वरले त आउँदा पनि सँगै हुनुहुन्छ, जाँदा पनि सँगै हुनुहुन्छ। सास खोद आफूले फुक्नु भएको छ, जीवन खोद परमात्माले हामीलाई दिनुभएको छ। सासै दिने परमेश्वर, आत्मा नै दिने परमेश्वर, आफ्नो एकमात्र पुत्र नै दिने परमेश्वर, अरू के दिनुहुन्न र पिता दिइसक्नुभयो। काम कारोबारमा विचलित हुनुभएको छ, पैसा फसेको छ, त्यो फसेकै कुरामा नअल्झिनु, पैसा लिनु छ भन्ने कुरा मात्रै नसोच्नु, वचनलाई सोच्नु, फोकस परमेश्वरमा लगाउनु। जे कुरा तपाईँले शरीर अनुसार चाहत गर्नुहुन्छ त्यो कुरा तपाईँबाट भाग्दै जान्छ, हट्दै जान्छ। जति ईश्वर भने पनि तपाईँले पाउनुहुन्न, तर
जब आँखाको अगाडि छैन एकचोटि मागेर पितालाई जिम्मा दिएर धन्यवाद गरेर मन उठाउनु भयो। हुनै नसक्ने काम पनि 1000% हुने योग्य परमेश्वरले गरिसक्नुभयो। आत्माको चाहत, परमात्माको चाहत, खालि एउटै कुरामा गनगन गरिरहनुहुन्छ, एउटै कुरालाई कोट्याइरहनुहुन्छ, एउटै कुरा मात्रै होस् भनिरहनुहुन्छ। परमेश्वरले त दिइसक्नु भएको छ, परमेश्वरबाट त पाइसकेका छौँ। पाइसकेको कुरालाई घरिघरि हामीले गनगन गर्नुभन्दा पाइसकेको भनेर सन्तुष्टि सहितको मन गरेर बस्नु नै सबैभन्दा उत्तम र लाभ हो परमेश्वरबाट। त्यसैले परमात्माले आज तपाईँ हामीलाई यो सामर्थ्य, यो अधिकार, यो योग्यता येशूको नाममा प्रदान गर्नुभएको छ। परमेश्वरले त्यसकारण हामीलाई हर समय भन्नुभएको छ, मेरो सन्तान तिमीहरू एकदमै मन बढाऊ। जसरी बाजलाई हेर्नु होइन, बाज के गर्छ? सधैँ उसले जिउँदो स्वीकार गर्छ। उसले मरेको कहिले पनि खाँदैन, सडे गलेको कहिले पनि खाँदैन, उसले जिउँदो कुरा खान्छ। त्यस्तै हामी एउटा बाजले त जिउँदो कुरा खान्छ भने हामी पनि पिताको जीवित वचन खाएको मान्छे। संसारको सडे गलेको डाक्टरको रिपोर्ट, संसारको तुच्छ भनेका कुरा, श्रीमतीले तुच्छ भनेका कुरा, संसारका मानिसले तुच्छ भनेका ती सडे गलेका कुरा कहिल्यै नखानु, जीवित पिताका जीवित वचन खानु। यो वचनबाट परमात्माले तपाईँ हामीलाई लत्रेका नसा हड्डीलाई पनि पोषण र ताकत दिइसक्नु भएको छ। फेल भएका किडनीलाई पनि परमात्माले सकुशल बनाइसक्नु भएको छ। सानो पनि काम ठुलो पनि काम परमेश्वरले गरिसक्नु भएको छ। सानोदेखि ठुलोसम्म सबै क्षेत्रमा आशिष र महिमा परमात्माले दिइसक्नु भएको छ। त जसरी एउटा सुगालाई हेर्नु, त्यो सुगा त मान्छेले जे सिकायो, जति सिकायो त्यति मात्रै सिक्छ, जति बोल्न सिकायो त्यति मात्रै बोल्छ। तर त्यो बाज भने के गर्छ? त्यो केमा हुन्छ? त्यो पिन्जडामा रहन्छ, त्यो बन्धनमा रहन्छ। हिजोको दिनमा हामी धर्मका नीतिको बन्धनमा थियौँ, पिन्जडामा थियौँ। तर आज जसरी पानी पर्छ, अरू चराचुरुङ्गीहरू के गर्छ? नित्रुक्क भिजेर बस्छ, एउटा रुखको हाँगामा नित्रुक्क भिजेको हुन्छ। तर बाज भने त्यो पानी पार्ने बादलभन्दा पनि माथि माथि उचाइमा जान्छ। पानीले त्यसलाई भिजाउन सक्दैन। पानी पार्ने तत्त्वलाई पनि आफ्नो पैताला मुनि पारेर माथि उचाइमा उडेर ऊ के गरेको हुन्छ? आकाशीयको जीवन जिएको हुन्छ। त्यस्तै परमेश्वरमा जब मन दिनुहुन्छ, परमेश्वरमा जब विश्वास गर्नुहुन्छ, बाजले सधैँ जिउँदो शिकार खान्छ। त्यस्तै हामीले पनि हिजोका बितेका विगतहरू, बितेका हिजोका दुःखहरू, बितेका कष्टहरू, बितेका आपदहरूलाई लिने हो। एकजना आमा आउनुभयो अनि आमाले भन्नुभयो, म्याम मेरो जीवनमा मेरो के अरे यति समस्या, यति बाधा, यति समस्या छ। कति विश्वास गरेँ, कति मन दिएँ, कति वचनमा जुटेँ, तर काम प्रकटै भएन। महिमामा जुट्नु भएको कति भयो भन्दा 5 वर्ष भयो, एउटै काम भएन। अलिअलि त भएको छ, अलिअलि बाँकी छ होइन, बाँकी छ भन्नुभएपछि अनि अन्य भाषा धेरै गर्नु आमा, विश्वास धेरै गर्नु, पाएको वचनलाई यो मेरो काम लाग्ने वचन हो, काम लाग्ने वस्तु हो मानेर पक्रेर राख्नु, समस्यालाई छोडिदिनु, वचनलाई चाहिँ पक्ड्नु भन्दा वचन त यादै आउँदैन, अन्य भाषा गर्न पनि आउँदैन, वचन त यादै आउँदैन भन्नुभयो। अनि आमा आजभन्दा 25 वर्ष अगाडि तपाईँको जीवनमा कस्तो दुःखका घटनाहरू के घटेको थियो भन्दा अनि आमाले भन्न लाग्नुभयो, आजभन्दा 25 वर्ष अगाडि मेरो जीवनमा यस्तो घटना घटेको थियो, मेरो श्रीमान बितेर जानुभएको थियो, त्यो घटना म कहिल्यै बिर्सिन सक्दिनँ। 25 वर्षको अगाडिको घटना चाहिँ बिर्सिसक्ने, अहिले भर्खरै दिएको यो ताजा वचन चाहिँ सम्झिनै नसक्ने हुन्छ त? त्यस्तो मन गरेपछि काम कसरी प्रकट हुन्छ? हिजोका खराबी गराउने घटनालाई बिर्सिनु, यो ताजा वचनलाई आफूमाथि लिनु, परमेश्वरको वचनलाई लिनु। हिजोका घटना, हिजोका कमजोरी, हिजोका समस्या, हिजोका गुनासो, हिजोका ताडना, हिजोका कष्टलाई 1 सेकेन्ड पनि नलिनु। अहिले भर्खरै परमेश्वरले दिएका प्रत्येक वचनलाई हृदयको पाटीमा लेखेर राख्नु। यी वचनले तपाईँलाई बचाउने काम गरिसक्यो, आजबाट उद्धार पाइसक्नुभयो भनेर परमेश्वरले के दिनुभयो? उहाँलाई वचन दिनुभयो। वचन दिनुभएपछि फेरि अर्को टाइम आउनुभयो आमा अनि आदर सम्मान बिउ छुट्याएर आउनुभएछ। म्याम हजुर, मैले आजबाट अन्य भाषा गर्ने हजुरले वचन दिनुभयो, त्यो वचनबाट अन्य भाषा गर्ने अनि वचन पनि सम्झिन सक्ने क्षमता दिनु, अनि गवाईहरूलाई पनि सुने भुल्यो नै, सुनेको गवाईलाई पनि एकदमै मनमा राख्ने र आफ्नो जीवनमा प्र्याक्टिकल गर्ने मन दिनु भनेर पितासँग मागे। तब त्यो विगतका समस्याले मलाई अहिले सताउनै सकेको छैन, वचनले मलाई बचाइसकेको छ, मैले उद्धार पाइसकेँ। मेरा घुँडाहरू, मेरा ढाडहरू दुखेका सबै रोगहरू मलाई निको भयो म्याम भनेर पछि खुसी भएर आउनुभयो होइन। वचन त खान्छौँ, तर यो वचनलाई प्रयोग गर्न पनि जान्नुपर्छ। तपाईँले फोन लिनुभयो, लाखौँ पैसा हालेर फोन लिनुभयो,
तर त्यो फोनलाई तपाईँले चलाउन जान्नुहुन्न भने त्यो फोन लिएको कामै हुँदैन। त्यस्तै पिताजीको करोडौँ अरबौँ भन्दा पनि मूल्य तिरेर पनि नपाउने अनमोल वचन पाउनुभयो। अब यो वचनलाई प्र्याक्टिकल गर्ने तरिका पनि पितासँग माग्नु। पिता, तपाईँले तपाईँको आत्माको वचनको प्र्याक्टिकल गर्ने तरिका पनि मलाई दिइसक्नुभयो। परमात्मा पिता, मलाई उत्साहित बनाइसक्नुभयो, मलाई दरिलो पारिसक्नुभयो, मलाई खुसी बनाइसक्नुभयो, मलाई सुखी बनाइसक्नुभयो, मलाई उद्धार पनि हजुरले गरिसक्नुभयो। कहिले कहिले संसारको सोचले समस्यालाई फोकस गरेर समस्यापट्टि मात्रै ध्यान दिएर बाधा रुकावटमा मात्रै ध्यान दिएर मन कमजोर, मन गलेको जस्तो फिल हुन्छ। त्यति बेला के गर्नु त? परमेश्वरको नजिक गइहाल्नु अनि अन्य भाषामा कुरा गरिहाल्नु अनि पितालाई धन्यवाद गर्नु अनि मेरा सबै समस्या मेरो होइन पिता, हजुरको हो। हजुरले समस्या लिइसक्नुभयो, आशीर्वाद र महिमा मेरो हो। मेरो लागि उद्धार आनन्दको मार्ग खोलिसक्नुभयो। परमात्मा, हजुरले खोलेका ती आनन्दका मार्ग, ती दिएका सुख शान्तिका मार्गमा अगाडि बढ्ने योग्य पनि हजुरले बनाइसक्नुभयो। पिता, धन्यवाद गर्छु यसु मसीहको नाउँमा भनेपछि पिता परमेश्वरले स्वर्गका आशीर्वाद, स्वर्गका महिमा, स्वर्गको सुख, स्वर्गको शान्ति, स्वर्गका मन, स्वर्गका बुद्धि, स्वर्गका विचारहरू परमात्माले यसु मसीहको नाउँमा दिइसक्नुभयो। होइन, हामीले मरेका गलेका कहिले कहिले बितेका कुरा ती गुनासोको पोका बोकेर बस्ने हामीले परमेश्वरले अहिले भर्खरै भनेका नयाँ रिपोर्ट पनि तपाईँको जीवनमा आइसकेको छ। डाक्टरले किडनी फेलको रिपोर्ट दिनुभएको होला, क्यान्सरको रिपोर्ट दिनुभएको होला, सुगरको रिपोर्ट दिनुभएको होला, प्रेसरको रिपोर्ट दिनुभएको होला, एन्जाइटीको रिपोर्ट दिनुभएको होला, डिप्रेसनको रिपोर्ट दिनुभएको होला। संसारको मान्छेले यो त गरिब हो भनेर त्यो रिपोर्ट दिनुभएको होला। तर परमेश्वरको वचनबाट परमेश्वरतिर फर्किनु, परमेश्वर पिताले सबै समस्यालाई समाधान गरिसक्नु भएको छ। यो नयाँ रिपोर्ट, यो ताजा रिपोर्ट, यो तपाईँलाई बढाउने रिपोर्ट परमेश्वरले दिइसक्नु भएको छ। कहिले मैले बताएका रिपोर्ट, कहिले मैले भनेका मान्छेले दुखाएका, चित्त दुखाएका कुरा, चित्त दुखाउने कुरा नराख्नु, चित्त बुझाउने परमेश्वरका वचनलाई आफूतिर लिनु। पिता परमेश्वरले सबै बिग्रेकोलाई पनि सच्याएर परमात्माले दिइसक्नु भएको छ। बिग्रेको, भत्किएको, नष्ट पार्ने, खराबी गराउने त्यो सबै कुरा यसु मसीह मर्दा मरिसकेको छ। मर्नेवाला यसुमा पिताले लगाइदिइसक्नु भएको छ। त यसु मसीह मर्नुभयो, मर्दाखेरि त्यो सबै मरिसक्यो। यसु मसीह मरेकाहरूबाट 3 दिनमा जीवित पारिनु हुँदा स्वर्गका जीवन, स्वर्गको धन, स्वर्गका मन, स्वर्गका विचार, स्वर्गको उत्साहित विचारमा परमात्माले जीवित पारिसक्नु भएको छ। धन्यवाद गर्छु परमात्मा पिता, भइसकेको छ। हजुरको आशीर्वाद, हजुरको महानता, हजुरको महिमा, हजुरको सत्यता, हजुरको शक्ति यो जीवनमा प्रकट भइसक्यो पिता। धन्यवाद गर्छु यसु मसीहको नाउँमा भनेपछि परमेश्वर पिताले सबै क्षेत्रमा आशीर्वाद, सबै क्षेत्रमा महिमा, सबै क्षेत्रबाट मन उठ्ने कुरा, मन बढ्ने कुरा, उत्साहित हुने कुरा मात्र परमात्मा पिताले 100% देखाइसक्नु भएको छ। त धन्यवाद गर्छु महान अनुकारी पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यसु मसीहको नाउँमा समय भएको छ अन्य भाषाका शब्दहरू, उच्चारणहरू पनि स्वयं परमात्मा पिताले हजुर हामी सबैलाई दिनुभएको छ। कतिले भन्ने गर्नुहुन्छ जस्तै अन्य भाषा गर्दा होइन अनलाइनबाट गर्नुपर्छ, यो गर्नु पर्दैन। अन्य भाषा स्वयं आफू पर्सनल बस्ने गर्ने, पर्सनल गर्ने होइन, अनलाइनमै गर्नुपर्छ, सबैको माझमा गर्नुपर्छ नै। तपाईँ पर्सनल बस्ने गर्नु होइन, परमेश्वरसँग पर्सनल आफ्नो सम्बन्ध बनाउनु, परमेश्वरसँग सदा सर्वदा आफ्नो मन दिनु। तब पिताजीले सबै क्षेत्रमा, सबै मार्गमा परमेश्वर स्वयं जीवित ईश्वर, जीवित कार्य बनेर हाम्रो लागि उपस्थित भइसक्नु भएको छ। त धन्यवाद गर्छु महान अनुकारी पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाउँमा।